हाइट तिमीहरूले यो मान्छेले जहिले पनि फसाएर छोड्छ यार हाइट बसिरहेको म सक्दिनँ अब खानेकुरो मसँग छ साथीहरू जति अगाडि गयो नि ल साथी यो म्याप हेरेर हिँड्यो न म्याप देखाउँछ न के देखाउँछ ल खासमा उताबाट टेढो बाटो देखाउँथ्यो त्यो मान्छेहरूलाई थाहा नभएर के हो त्यो हिलको टुप्पो टुप्पो आउने बाटो देखेदेखि चाहिँ मान्छेहरूले गलत बाटो देखाएको छ बाटो चाहिँ भेट्यो कहाँ भेट्यो जाने बाटो हो बाटो भेट्यो है ठ्याक्कै हिलको टपमा त्यो बाटो हिँडेर आयो भने आउन सक्ने ठाउँ छ तर हामी अलिकति त्यो बाटो थाहा नभएर अलिकति भ्रममा पऱ्यौँ तैपनि बाटो साह्रै घुमाउरो देखाएपछि सर्टकट हानेको बाटो घुम्नु पर्थ्यो अब यहाँबाट सिधै गएपछि ठ्याक्कै गाम्बे डाँडा पुग्छ र यत्रो बाटोले स्किप हान्ने है हामीले यस्तो छ बाटो चाहिँ आहा हेर ओए साथी हो पाइल बाबा हाल्नु उता गेटमा हाल्नु त्यही हो त्यही हो है के अरे हामी टाढा पुग्नु लाग्यो अब कता गयो पाइलट बाबा आश्रम सोमनाथ मन्दिर जाने बाटो भनेर छ यस्तो छ बाटो Turn left, then you will arrive at your destination. बेटा आइपुग्यो ल यो चाहिँ रानीकोट जाने बाटो अर्को रोड जाने बाटो पनि छ हामी चाहिँ रोड बाटो छोडेर अर्को बाटो आछौँ अलिकति हिँड्दै जाने बाटो जङ्गल छ यस्तो छ बाटो अब यता माथि यस्तो छ उहाँहरू चाहिँ 70 वर्ष 80 वर्ष हुनु भइसक्नु भयो टियुको प्रोफेसर हुनुहुन्छ उहाँ चाहिँ यत्रो बाटो 10 किलोमिटर उकालो ठाडे उकालो सिडीको बाटो रानीकोट आइपुग्नु भएको छ हाम्रो सास फुलेर यस्तो गाह्रो भइसक्यो हामी रानीकोट आइयो रानीकोट भनेको यो ठाउँमा खोइ खासै केही देखेन सायद हामीले नभेटे हो कि नदेखे हो त्यहाँबाट एउटै कुरो देख्न पाउने भनेको काठमाडौँको दृश्य हो यसरी देख्न पाइन्छ अलि हिमालहरू पनि देख्न पाइन्थ्यो काठमाडौँ ललितपुर भक्तपुर देख्न पाइन्छ अनि आज चाहिँ अलि बादल लाएर अलि हिमाल चाहिँ देख्न पाएको छैन भनेको फर्किने तयारीमा छौँ लागपुरी भन्ज्याङ के भन्छ त्यो भन्ज्याङको बाटो हुँदै हामी एउटा ट्रेडिसनल गाउँ हुँदै त्यहाँबाट फर्किन्छौँ गाउँको यसो रमाइलो बाटो हेर्दै जाने हो आज एकदम रमाइलो भनेको चाहिँ एकजना 70-80 वर्षको बुवा आमा चाहिँ हेर्दै आउनुभएको थियो
उहाँहरूको जोस जागर देखेपछि चाहिँ हामी केही पनि होइन रहेछ जस्तो लाग्यो होइन के साथी हो होइन बाइक चाहिँ होला नि ल ल ल ल ल दामी ठाउँ आइयो यताबाट जाम सोध्दै जाम होइन होइन त्यो त त्यो रोडको बाटो हो रोडको बाटो लिभ लिएर गयो होला माटो म चाहिँ छु लाकुरी भन्ज्याङ फुटबल ग्राउन्डमा यस्तो आनन्द लाग्दो फुटबल ग्राउन्ड छ कि पुरै नगरौँ होइन यस्तो बाहिर छ पिकनिक स्पोटको लागि गाडीहरू राख्ने ठाउँ पनि रहेछ मान्छेहरू पुरै घुम्न आएको जस्तो छ होइन यस्तो आनन्द लाग्दो ठाउँ छ हामी चाहिँ हाइकिङ आएको त्यही भएर अब फर्किँदैछौँ लाकुरी भन्ज्याङको बाटो हुँदै तल जान निस्किन्छौँ अब चाहिँ लाकुरी भन्ज्याङबाट पनि ओह्रालो लाग्यो छौँ ऊ तल पुरा यहाँबाट ढुङ्गा छोडेपछि ऊ तल कहाँ कसको टाढा पुग्छ भन्ने छ उसको हातमा एउटा ढुङ्गा छ यता एउटा छ एउटा मेरो चाहिँ एउटा छ अब हामीले छोड्छौँ होइन ल एकजना फर्स्ट तपाईँको छोड्नु अनि एकैचोटि छोडेर त हुँदैन कसको पुग्यो हुन्छ कहाँ हुँदैन अलिक पर जाऊ त्यसो भए म पर जाम ल रेडी 1 2 3 गो मेरो चाहिँ बिचको है ओए मेरो नि गइरह त्यही अड्क्यो मेरो ए गयो मेरो गयो उसको अड्क्यो है ओए हाम्रो दुईजनाको मात्रै पुग्यो है सबभन्दा खतरा तरिकाले तपाईँको पुग्यो मेरो अलिक स्लो पुग्यो उसको त हरायो त्यहाँबाट खेलमा चाहिँ ऊ त्यो पिकअप लाउने झोला पुग्ने चाहिँ फर्स्ट अनि म पिकअप मात्रै लाउने सेकेन्ड के सेकेन्ड उल्टो भएछ है त्यो केही पनि नलाउने यो चस्मा मात्रै लाउने चाहिँ फर्स्ट अनि म सेकेन्ड अनि हेऱ्यो झोलासोला बोक्ने चाहिँ सबै भरिया चाहिँ थर्ड परेको छ है फर्किँदाखेरि अलिक विचार गर्नुपर्ने रहेछ धुलै धुलो छ गाडी र बाइकले हामी हिँड्ने मान्छेको लागि चाहिँ ऊ त्यो पारीको बाटो गए पनि हुन्छ अलिकति आधी घन्टा 1 घन्टाको फुर्सद छ भने नभए यही बाटो पनि ठिकै छ है केयरको भर परेर आएको यस्तो धुलै बनायो यता चाहिँ धुलो बढी हुँदो रहेछ एउटा त्यताबाट आउँदैछ बिचराको बिजोग छ अर्को एकजना यता म चाहिँ यतापट्टि छु मक्ख परेर बसेको छु दुईटाको बिजोग हेरेर त्यो लट यार तिम्रो रमाइलो भिडियो बना उसको भिडियो बनाउँछु भनेर बसेको लड्यो त्यसरी हिँडेको छ एउटा यताबाट आउने यताबाट तिमी अप्ठ्यारो बाटो गएको छौ त्यो बाटो होइन कि यताबाट आऊ झोलामा उक्छ यता त्यसै आऊ फाइनल्ली आइपुग्यो है यो जङ्गलको बाटो आएको
हामी त जानु उता पारि जाने गरौँ न त Yo,